त माल पाक्दै छ क्या हामीले चाहिँ यहाँ भुँडिदिने काम भइरहेको छ मिठाई यहाँ बनिरहेको हेलो एभ्रिवान वेलकम ब्याक टु युट्युब च्यानल दिस इज मी विनोद एन्ड वाचिङ विनोद ब्लग्स अफ गाइज फाइन म पनि ठिक छु सो गाइज आज पनि फेरि अर्को न्यू डे न्यू भ्लग लिएर आइसकेको छु गाइज म चाहिँ अहिले चाहिँ घरमा छु सो क्यामेरामा हाम्रो माइजू देखिनु भएको छ आज दसैँ है है ल दसैँको शुभकामना सबैलाई चैते दसैँको शुभकामना सम्पूर्ण मेरो युट्युब फ्यामिलीहरूलाई गाइज इन्टरनेसनल प्लेयरहरू क्रिकेट खेलिरहन् है दुईजना यहाँको लुक चाहिँ यस्तो छ आज चाहिँ कुलानी पूजा आज चाहिँ दसैँ है छ गाइज सो यो मन्दिरमा पूजा हुनेछ है यो हाम्रो चाहिँ घर अगाडिको भाग यस्तो छ अहिले म छतमा गएर देखाउँछु यता चाहिँ रोड है उताबाट आउने खैरेनी चोकबाट यताबाट पनि आइन्छ म चाहिँ अहिले टक्क घरको छतमा छु है गाइज सो तपाईँ देख्न सक्नुहुन्छ आज त मौसम क्लियर छैन है यस्तो यस्तो कुहिरो लागे जस्तो छ क्या किन हो खै आज क्लियर छैन मौसम सो यहाँबाट यस्तो देखिन्छ है छतबाट आज पूजा हुने भनेको त्यहाँनिर आज पूजा हुने भनेको आज चाहिँ चैते दसैँको पूजा अझै मान्छेहरू आएको छैनन् खैरेनीको यो चाहिँ एनटिसीको टावर है टक्क है सर आज चाहिँ किन हो यस्तो यार पुरै कुहिरो लागे जस्तो जाडो महिनामा जस्तो छ त यार मौसम क्लियरै छैन कि पुरै जाडो मौसममा कुहिरो लाग्छ नि त्यस्तै छ क्या सेम खै किन हो घाम त लाग्न लाहा तर क्लियर छैन मौसम यहाँ चाहिँ हामी लिङ्गा काट्न आएको है लिङ्गा चाहिँदो रहेछ यो बाँसको लिङ्गा यहाँबाट चाहिँ बाँसको लिङ्गा काटेर लानुपर्ने हुन्छ गाइस पूजा गर्नको लागि यसलाई चाहिँ पूजा गर्नुपर्ने ठुलो रहेछ यार यो त ठुलै रहेछ क्या ल गाइज हामीले चाहिँ यसलाई पूजा गर्नुपर्ने हुन्छ आज हामी चाहिँ यो लिएर हिँड्यो है मन्दिरतिर होइन अब उता मनस्याहार बल्ल ल्याउने साँच्चै यार ल यता 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 भिडियो पनि गराइदिउँ न हल्का मन साउनु पर्यो अब होइन ल देवी देवताको लागि के अरे यो मन्दिरको नाम दुर्गा मन्दिर दुर्गा मन्दिरले रक्षा गरून् मानियो अब जल अर्पण गरिदिनुहोस् जल अर्पण हल्ली हल्ली यता कहाँ हो मन्सिएन क्या माना मन्सियो फुल यति भएपछि भयो मान मजाले चढो सबैले मान्छन् घाँटीमा बाँधिदिनु नमस्कार अङ्कल ए ठुलै छ आरामै हुनुहुन्छ ल ध्वजा पनि बाँधियो लीला आएछन् खान्छन् धेरै मानिन्छन् हैन एक बाउन पानी एक लोटा पानी अरु
अझै मान्छ अरु मान्छ प्रसाद ग्रहण गर्नुस् सो गाइज म चाहिँ अहिले खुकुरी लिन जाँदैछु है खुकुरी लिन खुकुरी चाहियो अरे ठुलो आसी दिनु अरे बुवा उता आउनुपर्छ यो हो कहाँ र पत्थर ल्याउनु न त्यसले नै हुन्छ मैले चाहिँ यो बडै हतियार लिएर हिँडिसकेँ है गाइज इस हामी चाहिँ मन्दिरमा आइसकेका छौँ गाइज ओ यो उसले सौरभले समात्छ क्या के रेकर्डमा छ के ब्लगर किन्ने हो हल्का सब्सक्राइब गर्दै नि त भ्युज प्रकृति भ्याइयो ए है सो गाइज हामी दुर्गा मन्दिरमा आइसकेका छौँ अब हामीले यो पाठलाई काट्नुपर्ने हुन्छ पूजा गर्नुपर्ने हुन्छ है यहाँ सबैजना जम्मा भइसक्नु भएको छ ल नमस्कार मैले अहिले ध्वजा बाँध्ने हो कि यहाँ ज्यूले चाहिँ पूजा गरेर खाइसक्नु भयो के खानु यो पछाडि राखेछ हातमा उता अर्को हातमा यहाँ चाहिँ भाले काट्न सुरु भइसकेको छ गाइस नमस्कार बुवा राख्दै त्यहीँ राख्नु भित्र यहाँ बनिरहेको बनाइदिन्छु भनेर बनिरहेको यहाँ रेकर्डमै छ क्या यो त युट्युबले लिन्न होला यार काटेको नबनाऊ नि किन छिँदाले हानेको त देखाउन्न क्या ब्लर गरिदिने हो क्या गाइज अब यहाँ चाहिँ हत्या हुँदैछ सो 1 2 3 गो ओ हल्लियो यार उफ्रियो मानेन धार्जे अब यो दाइले हान्दै हुनुहुन्छ गाइज के गर्ने अब यो चलेको चलन गर्नै पर्यो है मन्दिर भनेछ मार हाने त लाजा एकमा छिद्दियो क्या च्वाटै आमामा ल रिगाम कता रिगाउने हो एकचोटिमा गयो एकचोटिमा के भयो यो बाँसको खुट्टाभरि लाग्यो पुरै रगत ब्लडले खुट्टा धोएछ सोल्टीले त हेलो गाइज के छ रोनाल्डोको फ्यान के मेस्सीको रोनाल्डोको फ्यान फुटबल खेल्न छोड्यौ यी रोनाल्डोको फ्यान ए क्रिकेटको फ्यान
लैजाऊ बोनुलाई लैजाऊ हजुर धुलोमा खस्छ बरु भोणीलाई भोणी त ठुलो रे यो बाल्टीमा हाल्ने के हामीले चाहिँ यहाँ भोणी धुने काम भइरहेको छ भोणी धुने काम मिठाई नेक्स्ट टाइम विदेश जान लाग्छ सो गाइज म चाहिँ अहिले यहाँ एउटा सामान चाहिएर खैरेनी बजारमा आएको है खैरेनी बजारमा त पुरै बाटो पिच भएछ यार बवाल भएछ यार खैरेनी बजार त बाटो तपाईँहरू देख्न सक्नुहुन्छ यो खैरेनीको बजार होइन बाटो चाहिँ एकतर्फी चाहिँ दामी पिच गरेको क्या बल्ल यस्तो बवाल भयो यार सो तपाईँहरू देख्न सक्नुहुन्छ यो बुटोलबाट आउने होइन यो खैरेनी बजार हो सो एकतर्फी बाटो चाहिँ खतरा पिच गरेको क्या सही गराएछ है म चाहिँ यहाँ एउटा काम परेर यता घरबाट बजारतिर आएको एउटा बल्ब चाहिएर होइन घरमा लगाउनलाई ए पुरै पिच गरे है यता उतापट्टिको बाटो पनि पुरै खनिरहेको रहेछ यता त सब पिच गरेर यस्तो बवाल गराएछ यार यो फिनिसिङ हुँदा त बल्ल दामी हुन्छ होला क्या है के हो यता माल पाक्दैछ क्या उस छैन समाज ब्लगर हो क्या ब्लगर बिगिनर ब्लगर ल सौरभ एउटा भाग लगाइ त एउटा भाग टुक्राइ के त्यहाँ है हो त्यहाँ भुट्टा रेडी हुँदैछ जाम अब ल सुबिका यो ढक्कन लाउ ल जाम भयो रेडी टु इट भयो ल